हेलो एभ्रिवान, स्वागत छ सम्पूर्ण साथीभाइहरूलाई बीबीएस 4th इयर अन्तर्गत पार्ट 3 रिपोर्ट राइटिङ भिडियोमा। भन्नाले यो भिडियो हाम्रो पार्ट 3 रहेको छ। यो भन्दा पहिला हामीले दुईटा भिडियो बनाइसकेका छौं। फर्स्ट भिडियोमा हामीले फर्मेटको बारेमा व्याख्या गरेका थियौं भने सेकेन्ड भिडियोमा हामीले पेज साइज कसरी मिलाउने, पेज नम्बर कसरी मिलाउने, मार्जिन कसरी मिलाउने, कुन हेडिङलाई कति फन्ट साइज राख्ने, बोल्ड राख्ने, न्यू टाइम्स रोमन राख्ने कि सेन्टर कति हुनुपर्छ, स्पेसिङ कति हुनुपर्छ, त्यो कुराको बारेमा व्याख्या गरेका थियौं यो भन्दा पहिलो भिडियोमा। यदि हजुरहरूले यो दुईवटा भिडियो हेर्नु भएको छैन भने हाम्रो प्लेलिस्ट रहेको छ, टुडे लर्निङ फ्युचर अर्निङको प्लेलिस्ट रहेको छ, बीबीएस 4th इयर रिपोर्ट प्रोजेक्ट रिपोर्ट राइटिङ। त्यो प्लेलिस्टमा गएर मजाले क्रमबद्ध रूपमा भिडियो राखिएको छ, त्यो हेर्न सक्नुहुन्छ। आजको भिडियोमा रहेर हामीले जुन पार्ट 2 मा पार्ट 2 जुन भिडियो थियो त्यसमा हामीले भनेका थियौं के को बारेमा भनेका थियौं भने लिटरेचर रिभ्यू अन्तर्गत जुन रिभ्यू अफ प्रिभियस थेसिस हुन्छ, भन्नाले पहिला नै यो टपिकको बारेमा रिसर्चरहरूद्वारा अनुसन्धान भइसकेको छ, त्यो अनुसन्धान गरेर के कन्क्लुजनमा पुगेका थियो त्यो कसरी फाइन्ड आउट गर्ने हो, त्यो कसरी पत्ता लगाउने हो, हामीले एआई को द्वारा भन्ने च्याट जीपीटी एआई को द्वारा कसरी पत्ता लगाउने हो, कसरी फाइन्ड आउट गर्ने हो र त्यसैगरी त्यसको बिब्लियोग्राफी कसरी हामीले साइटेसन गर्ने हो, त्यो कुरा हामीले सिक्न गइराखेका छौं। सबभन्दा पहिला हेर्न सक्नुहुन्छ कि तपाईको अगाडि एउटा गुगलको इन्टरफेस रहेको छ। सबभन्दा सर्च बटनमा जानुस् र क्लिक गर्नुस्। क्लिक गरे पश्चात टाइप गर्नुस् सिएचएटी च्याट जीपीटी च्याट जीपीटी एआई र अब इन्टर थिच्नुस्। इन्टर थिचेपछि तपाईलाई यस्तो इन्टरफेस खुल्छ। यो इन्टरफेस खुलेमा त्यहाँ सबभन्दा पहिला नै दिएको हुन्छ ओपन एआई च्याट जीपीटी, त्यहाँ क्लिक गर्नुहोस्। ल इन्टरफेस हेर्नुहुन्छ, यहाँ स्टार्ट नाउ भनेर दिइरा छ, त्यहाँ क्लिक गर्नुहोस् र स्टार्ट नाउ गरे पश्चात हुन्छ ल स्टार्ट प्रोसेसिङ भइराखेको छ। प्रोसेसिङ भए पश्चात हामीलाई यस्तो इन्टरफेस खुल्छ। यहाँ कर्सर दिएको हुन्छ। यस्तो दिएमा स्टे लगआउट गरिदिनु होला, लगइन पनि गरेर गर्न सक्नुहुन्छ, तर म स्टेट लगआउटबाट नै गर्छु। आस्क एनीथिङ लेख्या छ, यहाँ अब लेख्नु पर्यो, जे पनि खोज्न लाग्नु भएको यहाँ लेखेर टाइप गर्नु पर्यो। म के एक्जाम्पलको रूपमा अब हेर्नुस्, म लेख्न गइरा छु। के लेखिरहेको छु भने REVIEW रिभ्यू अफ प्रिभियस थेसिस, रिभ्यू अफ प्रिभियस थेसिस अफ। अब जुन टपिक छ त्यसको बारेमा लेख्ने हो। के को प्रिभियस थेसिस आयो भने अब हुन सक्छ जसरी टपिक मानौ न इन्भेन्ट्री म्यानेजमेन्ट, वा हुन सक्छ इन्भेन्ट्री म्यानेजमेन्ट अफ डाबर नेपाल, त्यसरी हुन सक्छ फाइनान्शियल परफर्मेन्स एनालाइसिस अफ यो बैंक फलानो बैंक, त्यस्तै गरी हुन सक्छ वर्किङ क्यापिटल म्यानेजमेन्ट अफ सूर्य नेपाल। यो फलानो हेडिङको हामीले जुन अनुसन्धान भइसकेछ, रिसर्चरले अनुसन्धान गरिसकेछन्, त्यसको बारेमा हामीले फाइन्ड आउट गर्ने हो। म अहिले के को लेख्छु भने हेर्नु त, के लेख्छु भने इन्भेन्ट्री म्यानेजमेन्ट विथ bibliography in separate paragraph form in SEPERAT, separate researcher RESEARCHER with in separate researcher with separate paragraph अब यहाँ इन्टर थिच्नुस्। ल इन्टर थिचे पश्चात हेर्न सक्नुहुन्छ सर्च गरिरहेको छ एआईले र सर्च गरेर यहाँ के कुरा दियो भने हेर्न सक्नुहुन्छ फाइजा एन्ड महियान मोहनदिनले 2018 मा इन्भेन्ट्री म्यानेजमेन्टको बारेमा यो भने थिए भन्नाले हेर्न सक्नुहुन्छ। त्यस्तै गरी यहाँ बिब्लियोग्राफीको पनि दिएको छ। महदिन स्टडी अन इन्भेन्ट्री यो बिब्लियोग्राफी रहेको छ। अब 2018 मा फाइजानले स्टडी गर्यो, त्यसले यो पत्ता लगायो। त्यस्तै गरी एलिजनले यो स्टडी गर्यो र यो पत्ता लगायो। त्यस्तै गरी हिमाञ्चल
बुकले 2018 ले यो स्टडी गर्यो र यो पत्ता लगायो के। अब यो हामीले के गर्नुपर्छ भने अब हेर्ने हो भने रिभ्यू चाहिँ कम्तीमा 6-7 बाट 8 बाट लेख्नु पर्ने हुन्छ। अब भन्नाले थेसिस रिभ्यू अफ प्रिभियस थेसिस पहिलोको भएको थेसिसलाई के गर्नु हो भने यसलाई के गर्नु भने यसलाई सिलेक्ट गर्नुस्। सिलेक्ट गरेपछि कन्ट्रोल सी थिच्नुस् र यसलाई अब वर्डप्याड खोले छैन मैले यता वर्डप्याड खोलेर त्यहाँ जहाँ हाम्रो रिभ्यू अफ प्रिभियस थेसिसको तल जुन प्याराग्राफ हुन्छ त्यसलाई लगेर कन्ट्रोल भी थिचिहाल्नुस्। त्यहाँ पेस्ट भइहाल्छ। यहाँबाट कपी गर्ने हो त्यता पेस्ट गर्ने हो, यही काम गर्ने हो हामीले। हामीलाई के थाहा कि कसले के भनेको होला यो त फाइन्ड आउट गर्नु पर्यो। यो फाइन्ड आउट के को हेल्पले गर्नु पर्यो त एआई को हेल्पले वा गुगल को द्वारा हामीले गर्नुपर्ने। र लास्टमा एउटा हेडिङ हुन्छ च्याप्टर 3 मा बिब्लियोग्राफी भनेर। त बिब्लियोग्राफी भनेर यो मान्छेले फरिजा महदिनी 2018 ले यसको बारेमा कसरी व्याख्या गरेछ भने यो कहाँबाट हामीले प्याराग्राफ उठाएका छौं भने यो बिब्लियोग्राफी जुन तल दिएको छ महदिन वाला यसलाई हामीले सिलेक्ट गर्नुहोस्। यसलाई पनि कन्ट्रोल सी गर्नुहोस् र हाम्रो जुन वर्ड डकुमेन्ट छ भन्नाले एमएस वर्ड को सबभन्दा तल पेज बिब्लियोग्राफी रहेको होला त्यसको सब हेडिङमा गएर कन्ट्रोल भी थिच्नुस् र त्यता पेस्ट गरिहाल्नुस्। यो काम यो गर्नुपर्ने हो। यसरी नै हामीले फाइन्ड आउट गर्नुपर्ने हो कम्तीमा 6 बाट। यो एउटा थियो। अब दोस्रो हेर्न सकिन्छ, त्यसैगरी तेस्रो चौथो सबै दिएको छ के त। ल अब यसलाई अझै राम्रो बनाउनको लागि म एउटा अझै एक्जाम्पल हेराउन चाहन्छु। यो अलि त्यति राम्रो भएन। यो अलि बेग्ला हरेक बारको रिजल्ट बेग्ला आउन सकिन्छ। म यसलाई कन्ट्रोल सी गर्छु र फेरि एकचोटिलाई कन्ट्रोल भी थिच्छु र यता सेपरेट रिसर्चर विथ सेपरेट प्याराग्राफमा पनि भरेर यसलाई अलिकति हटाइदिन्छु। सेपरेट इन सेपरेट प्याराग्राफ अब इन्टर थिच्छु। अब इन्टर थिचे पश्चात हेर्न सक्नुहुन्छ म दोस्रो पटक रिसर्च गरे भन्नाले इन्टर थिचे। अब हेर्न सक्नुहुन्छ सेपरेट प्याराग्राफको रूपमा हेरेछ। ल एकचोटी कन्ट्रोल भी थिच्नुस्। सेम नै हो सेपरेट रिसर्चर विथ सेपरेट प्याराग्राफ। अब यसलाई अलिकति इन मात्र प्याराग्राफ लेख्नुस्। प्याराग्राफ ल थिच्नुस्। अब हेरौँ त ल प्याराग्राफमा दियो यसले कि कसले के भन्या हो ल यो प्याराग्राफ अलिकति यसलाई अझै मिलाउनु पर्ने कुरा कन्ट्रोल सी थिच्नुस् कन्ट्रोल भी थिच्नुस्। यसमा किन लिएन भने यो सबै अथरको सबै रिसर्चरको एउटैमा कम्बाइन गरेर दिइरहेछ के। अब कम्बाइन दिइरहेछ भने इन सेपरेट प्याराग्राफ म लेख्छु ल इन सेपरेट प्याराग्राफ। अब यता म इन्टर थिच्छु। अब हेर्नुस् त ल यता दिएको छ बिब्लियोग्राफी पनि तल दिएको छ। बिब्लियोग्राफी बुझिहाल्नु भएको होला। यो थेसिस तपाईले यहाँ कपी गर्नुभयो कन्ट्रोल सी थिच्नुस् वर्डप्याडमा गएर कन्ट्रोल भी थिच्नुस् र थिचे पश्चात बिब्लियोग्राफीमा यो चाहिँ सिलेक्ट गर्नुस्। यसलाई कन्ट्रोल सी थिच्नुस् र त्यसपछि त्यसलाई कन्ट्रोल भी लगेर बिब्लियोग्राफीको तल राख्नु पर्ने हो। यो एउटा नमुना थियो। यसरी तपाईले सर्च आउट गर्न सक्नुहुन्छ। अब म दोस्रो तर्फ लागे। अब एउटा अझै हेरौँ न त दोस्रोको कस्तो रिजल्ट आइराछ। यसरी नै फाइन्ड आउट गर्ने हो के बढी दिमाग के। यसलाई हामीले कन्ट्रोल सी थिचे त्यसपछि कन्ट्रोल भी थिचे। अब यो त थियो इन्भेन्ट्री म्यानेजमेन्ट थियो टपिक थियो इन्भेन्ट्री म्यानेजमेन्ट तर के को बारेमा त्यो त थाहा थिएन नि। अब इन्भेन्ट्री म्यानेजमेन्ट म यसलाई अब स्पेसिफिक बनाउन चाहन्छु के। अब तपाईको टपिक थियो भने इन्भेन्ट्री म्यानेजमेन्ट त इन्भेन्ट्री म्यानेजमेन्ट होला नि कुनै टपिकको त एउटा इन्भेन्ट्री म्यानेजमेन्टबाट हामीले डाटा निकाल्यौ। अब इन्भेन्ट्री म्यानेजमेन्ट अफ हाम्रो सटिक टपिक हो स्पेसिफिक टपिक हुन्छ त्यसै स्पेसिफिक टपिकको पनि हामीले टाइप गर्दा पहिला के कस्तो रिसर्च भएको छ रिसर्चरहरुद्वारा त्यो फाइन्ड आउट गर्न सकिन्छ। मानौ कि अफ डाबर नेपाल अब यता इन्टर थिच्नुस्। अब हेर्नुस् त यता डाबर नेपालको बारेमा हामीलाई दिइराखेको होला। ल हेर्नुस् त के लेखा छ
सेरिया के 2022 मा डाबर नेपालको बारेमा व्याख्या गरेको रहेछ। हेर्नुस् त यो चाहिँ अब हामीले कतिवटा रिभ्यू अफ प्रिभियस 5-6 वटा चाहियो। अब जुन जुन तपाईलाई मन पर्छ जुन जुन त्यो राखिहाल्नु पर्ने हो। हेर्नुस् त यसलाई सिलेक्ट गर्नुस्। सिलेक्ट गरे पश्चात कन्ट्रोल सी थिच्नुस् र सी थिचे पश्चात त्यसलाई कन्ट्रोल भी मा लगेर त्यहाँ राखिहाल्ने हो। सेम हो यो प्याराग्राफ। अब प्याराग्राफलाई मैले पहिल्यै नै भनिसकेको छु, नर्मलमा हुनु पर्यो, फन्ट साइज 12 हुनु पर्यो, बोल्ड हुनु भएन, न्यू टाइम्स रोमनमा हुनु पर्यो र स्पेसिङ 1.5 र यो जुन राइटमा जुन देखिरहेछ त्यसलाई मिलाउनु पर्यो के, यसलाई बराबर हुनु पर्यो। यो कुरा पहिले नै भनिसकेको। त्यसैले बिब्लियोग्राफी यो अगर टपिक तपाईले उठाएर राख्नु भयो भने त्यसको सेम यो बिब्लियोग्राफी उठाएर कता राख्नु पर्ने हो, बिब्लियोग्राफी सबभन्दा लास्ट पेजमा रहेको हुन्छ। त्यसलाई कन्ट्रोल सी थिच्नुस् र त्यसलाई पनि राखिहाल्नुस् कन्ट्रोल बी कि यो डाटा राखेको, यो मान्छेले यो भनेको हो भने यो कहाँबाट आएको छ रिपोर्ट त्यो राख्ने काम हो। यसलाई साइटेसन पनि भन्ने गरिन्छ के बिब्लियोग्राफीलाई। हेरिहाल्नु भयो। यसरी नै फाइन्ड आउट गर्न सकिन्छ। अब एउटा अझै इक्जाम्पल लिउँ, 1-2 वटा अझै इक्जाम्पल लिएर हेरौँ न त। ल यो कन्ट्रोल सी थिचे मैले, आस्क एनीथिङमा गएर कन्ट्रोल भी थिचे र त्यसपछि मलाई के चाहियो भने यो त इन्भेन्ट्री म्यानेजमेन्टको थियो। अब इन्भेन्ट्री म्यानेज पश्चात म दोस्रोको एउटा हेर्छु के, कसको बारेमा हेरौँ भने हेर्नुस् त के को बारेमा हेरौँ, फाइनेन्सियल पर्फर्मेन्स। फाइनेन्सियल PRFORMANCE फाइनेन्शियल पर्फर्मेन्स विथ बिब्लियोग्राफी विथ इन सेपरेट रिसर्चर विथ सेपरेट प्याराग्राफ। इन सेपरेट रिसर्चर भन्दा पनि राम्रो के हुन्छ भने अफ सेपरेट रिसर्चर इन सेपरेट प्याराग्राफ। अब क्लिक गरौँ त। इन्टर थिचेपछि तपाईले हेर्न सक्नुहुन्छ मैले के को बारेमा अध्ययन गर्न लागे भर्खर भन्नाले फाइनेन्शियल पर्फर्मेन्सको बारेमा के कुन मान्छेले के भनेका छन् भने चैत्र बहादुर कार्की 2020 ले यो कुरा भनेको रहेछ। त यसलाई पनि मज्जाले अब यो आफ्नो टपिक जे छ जे को बारेमा हेर्नु पर्यो के। मेरो टपिक केमा छ भने इन्भेन्ट्री म्यानेजमेन्टमा, अहिले म के को टपिकमा कुरा गरिरहेछु भने फाइनेन्शियल पर्फर्मेन्स। अब फाइनेन्शियल पर्फर्मेन्स हुन सक्छ बैंकको बारेमा त अफ बैंक लेख्ने, हुन सक्छ स्पेसिफिकमा जानु पर्यो त फाइनेन्शियल पर्फर्मेन्स एनालाइसिस अफ एनआइसी एसिया बैंक वा हिमालयन बैंक, त्योमा सटिक लेखेमा सटिक एन्सर दिन्छ कि एआई ले। यो यसरी हामीले यसले यो प्याराग्राफमा टिपियो, यो प्याराग्राफ लगेर राख्ने हो। प्याराग्राफ लेखे पश्चात कन्ट्रोल सी थिच्नुस् र वर्ड प्याडमा गएर कन्ट्रोल भी थिच्नुस्। अब बिब्लियोग्राफी पनि दिएको छ त बिब्लियोग्राफीलाई कपी गर्नुहोस्, यसलाई कन्ट्रोल सी थिच्नुस् र लगेर बिब्लियोग्राफीको हेडिङमा लगेर कन्ट्रोल भी थिच्ने हो। एउटा कुरा भन्दाखेरि विद्यार्थीले कहाँ दुःख पाउने हो भने यो चाहिँ बिब्लियोग्राफी 2020 छ, त्यसपछि 2021 छ, 2022, 2023, 2024 यो क्रमबद्ध रूपमा राख्नु पर्ने हो। यो जुन बिब्लियोग्राफी जुन छ नि 2020 त्यसपछि 2021, यदि 16-17 को डाटा 2020 राखेको छ त्यसपछि 2016 राखेको छ 2017 राखेको छ त्यो राम्रो भएन के, अलि इफेक्टिभ भएन। त्यसको लागि क्रमबद्ध रूपमा 2017 त्यसपछि 2020, 2024, 2025 त्यसरी क्रमबद्ध मिलाएर राख्नु पर्ने। डाटा खोज्ने काम तपाईको हो, तपाईले कसरी खोज्नुहुन्छ मैले भनि नै सके। अब आफ्नो टपिक सबैको बेग्ला टपिक हुन्छ, आफ्नो टपिक अनुसार डाटा खोज्ने हो। ल एउटा अझै इक्जाम्पल हेरौँ न त। एउटा अझै इक्जाम्पल के को हेरौँ भने पहिला वर्किङ क्यापिटलको हेरौँ। ल त रिभ्यू अफ के को वर्किङ क्यापिटल, रिभ्यू अफ वर्किङ क्यापिटल म्यानेजमेन्ट अफ के को म्यानेजमेन्ट अफ मानौ कि सूर्य नेपाल विथ bibliography in paragraph form। ल अब इन्टर थिच्नुस्। इन्टर थिचे पश्चात ल यहाँ सर्चिङ गरिरहेछ अहिले। अब हेर्न सक्नुहुन्छ ल यता आइसक्यो के। अब रिसर्चरहरूले विभिन्न रिसर्च गरिसकेका छन्। हेर्नुस् त वर्किङ क्यापिटल अफ सूर्य नेपाल प्राइभेट लिमिटेड इन प्याराग्राफ फर्म को बारेमा यो दियो भन्नाले सूर्य नेपाल। अब यसलाई यो जुन छ यसलाई सिधै कपी गर्नुहोस्, कन्ट्रोल सी थिच्नुस्, लगेर कहाँ थिच्नुस् कन्ट्रोल भी थिच्नुस्। त्यस्तै गरी यो बिब्लियोग्राफी कताबाट आएको छ, यो बिब्लियोग्राफी
सिम्पली रूपमा यो अथर को जुन छ अथर अननोन अथर थाहा छैन भन्नाले को हो रिसर्च थाहा छैन तर केस स्टडी गरेको छ सूर्य नेपालको बारेमा त्यसको बारेमा हेर्न सक्नुहुन्छ। यसलाई अझै इफेक्टिभ बनाउनको लागि मैले के लेखे भने कन्ट्रोल सी आस्क एभ्रिथिङ मा गएर कन्ट्रोल भी थिचे त्यसपछि इन अफ भन्नाले अफ डिफरेन्ट रिसर्चर अफ डिफरेन्ट रिसर्चर इन प्याराग्राफ फर्म। ल अब हेर्नुस् के आइरहेछ। एउटै चीज मैले चेक गर्दा दोस्रो देखाउँछ होला, दोस्रो मान्छेलाई चेक गर्दा दोस्रो देखाउँछ होला। यो बेग्ला कुरा एआई को कुरा हो। यो एकचोटी चेक गर्दाखेरि दोस्रो हेराउन सक्छ, दोस्रो चोटी चेक गर्दाखेरि दोस्रो हेराउन सक्छ। यो एआई को कुरा हो। ल हेर्नुस् त सर्चिङ गरिरहेछ अहिले। ल कति गर्यो एकचोटी अझै है मानौ न दोस्रैको हालौँ न त कन्ट्रोल सी त्यसपछि यता कन्ट्रोल भी वर्किङ क्यापिटल म्यानेजमेन्ट अफ मानौ कि आइसक्यो हेर्नु त यता दिएछ सूर्य नेपालको मानौ कि कति छ एनआईसी वा जगदम्बा जगदम्बा स्टिल्स। ल इन्टर थिचौं। रिभ्यू अफ वर्किङ क्यापिटल अफ जगदम्बा स्टिल्स को बारेमा हामीले सर्च गर्यौं। अब हेर्न सक्नुहुन्छ लामेछानेले 2019 मा पत्ता लगाएको कुरा यता रहेको छ। यसको बिब्लियोग्राफी तल दिएको छ, मजाले पोइन्ट आउट गर्न सकिन्छ। त्यस्तै गरी पितम्बरको कुरा यो प्याराग्राफलाई कपी गर्नुस् र बिब्लियोग्राफीलाई कुनै स्लेट गरेर कम्तीमा पनि 6 वटा लेख्ने काम हो। यो मजाले तपाईले फाइन्ड आउट गर्न सक्नुहुन्छ। यो कुरा रहेको थियो रिभ्यूको र बिब्लियोग्राफीको कसरी फाइन्ड आउट गर्ने यो कुरा मैले अहिलेसम्म बुझाए कि तपाईको जुन टपिक छ त्यहाँ रिसर्च गर्नुस्। यहाँ जति गर्न सक्नु भए त्यति स्पष्ट रिजल्ट दिन्छ कि यो कुरा रहेको छ। यो थियो रिभ्यूको। अब कुरा आयो के को भन्ने हो भने एउटा अझै हेर्नु पर्ने हो। यो त रिभ्यूको थियो। त्यसपछि हामीलाई लिस्ट अफ टेबल र लिस्ट अफ फिगर बनाउनु पर्ने हुन्छ। त लिस्ट अफ टेबल र लिस्ट अफ फिगर जुन डाटा एनालाइसिस गर्नु पर्ने हुन्छ त 5 सालको डाटा चाहियो के हुन सक्छ। अब फाइनान्शियल रेशियोमा करेन्ट रेशियो, क्विक रेशियो, त्यसपछि करेन्ट रेशियो, क्विक रेशियो, त्यसपछि इन्भेन्ट्री म्यानेजमेन्ट हुन सक्छ, अर्निङ पर शेयर हुन सक्छ, त्यसपछि डेब्ट रेशियो हुन सक्छ। यो सबै फाइन्ड आउट गर्नको लागि चाहिँ इन्भेन्ट्री टर्नओभर रेशियो हुन सक्छ। यो सबै फाइन्ड आउट गर्नको लागि 5 सालको डाटा चाहियो। यो पनि डाटा हामीले इन्टरनेटबाट वा हुन सक्छ एनुअल रिपोर्ट जुन पनि संस्थाको त्यहाँबाट निकाल्नु पर्ने हुन्छ। त हामीले यहाँ सिम्पल एआई को हेल्पबाट पनि एनुअल रिपोर्ट निकाल्न सक्छौं फिगर र पिक्चर बनाउनको लागि। ल त यो अब सिकाउन गइरहेको छु। यो त दोस्रो टपिक थियो। यो दोस्रो टपिक हो। यो फिगर र टेबलको लागि डाटा कसरी निकाल्ने त्यो अब निकाल्न गइराखेको छौं। मानौ कि अब हेरौं त एउटा म एक्जाम्पल लिन्छु। मानौ कि करेन्ट रेशियो चाहियो हजुरलाई। त करेन्ट रेशियो अफ मानौ कि हिमालयन बैंक करेन्ट रेशियो अफ हिमालयन बैंक फ्रम अब 5 सालको डाटा चाहियो भने अहिले जुन साल चलिरहेछ त्यो भन्दा 5 साल पछाडी जानुस् भन्नाले फ्रम फिजिकल इयरलाई एफ डट वाई डट फिजिकल इयर सर्टकट फर्म हो। फिजिकल इयर 2076-77 टु 2080-81 ल फिजिकल इयर फ्रम फिजिकल इयर 2076-77 टु 2080-81 along with के भन्नाले फिगर्स along with हमनी के figures and tables with detail calculation detail को स्पेलिङ गर्बे detail with detail calculation of formula FORMULA with detailed calculation of formula इन्टर थिच्नुस्।
अब इन्टर थिचे पश्चात हेर्न सक्नुहुन्छ करेन्ट रेसियोको रेसियोन लेखाइहालेछ। अब मिलाइहाल्छ कि अहिले मिलाइहाल्छ। हेर्नुस् त करेन्ट रेसियोको बारेमा यहाँ त लेखेछ। करेन्ट रेसियो भनेको यो हो, यो हो, यो हो र डाटा हेर्ने हो भने यता के भइरहेछ भने करेन्ट रेसियो र करेन्ट लायबिलिटीको 2076-77 को नि डाटा एभेलेबल छ, अरु डाटा एभेलेबल छैन भन्न खोजिराखेको छ। अब एकचोटी म दोस्रोको हेरिरहेको छु करेन्ट रेसियो अलिकति गडबड पनि भइसक्यो। कन्ट्रोल सी थिच्छु, कन्ट्रोल भी थिच्छु र अब हामी मानौ कि हिमालयन बैंक छाडेर करेन्ट रेसियोलाई अलि सच्याउ। करेन्ट रेसियो अफ NIC एसिया बैंक फ्रम फिजिकल इयर 2076-77 along with figure and table with detailed calculation of formula। अब इन्टर थिच्नु। ल इन्टर थिचे पश्चात तपाईले हेर्न सक्नुहुन्छ कि यहाँ सर्च गरिरहेछ करेन्ट रेसियोको फर्मुला यो हो र 2076-77 यो डाटा नदिएमा एकचोटी फेरि रिसेट गरेर गर्दाखेरि भइहाल्छ कि आइहाल्छ कि जेनरली डाटा दिनै हाल्छ। अब एकचोटी दुईचोटी लगइन गर्दाखेरि पुरै डाटा दिन्थ्यो। अब यो दिएन भने त्यस्तो कुनै बढी सरोकार भएन। एकचोटी म फेरि दोस्रो गरेर हेराउँछु के। ल एउटा हेर्नु त EPS क्याल्कुलेट गरेर हेर्नुस्। मानौ कि अर्निङ पर शेयर अफ के को NIC एसिया बैंक फ्रम केलाई फ्रम फिजिकल इयर 2076-77 टु 2080-81 इन along with लेख्नुस् के along with figures and tables। ल इन्टर थिच्नुस्। अब EPS हेर्न सक्नुहुन्छ। EPS अर्निङ पर शेयर 5 सालको डाटा चाहियो। अब 5 सालको डाटा हामीलाई यता दिइहाल्यो के। अब के गर्ने हो भने यता डाटा दिइहाल्यो भने यसलाई सिलेक्ट गर्नुहोस्, डाटालाई सिलेक्ट गर्नुहोस्, यसलाई कन्ट्रोल सी थिच्नुस् र यसलाई पहिला हामीले टेबलमा प्रस्तुत गर्नको लागि हामीले एउटा स्पेसिफिक टेबल दिएको छ के ट्युब गाइडलाइनले APA फर्मेट दिएको छ। APA फर्मेट टेबलमा राख्नु पर्यो। त यसलाई कपी गर्नु होला र यता एक्सेल सिट खोल्नु होला र एक्सेल सिटमा पेस्ट गर्नुपर्ने। यो कुरा हामीले यसलाई टेबलमा कसरी प्रस्तुत गर्ने, APA फर्मेटमा कसरी लैजाने र यसलाई फिगरमा कसरी रूपान्तरण गर्ने, ग्राफमा वा बार चार्टमा कसरी रूपान्तरण गर्ने, त्यो कुरा म अर्को भिडियोमा बुझाउने वाला छु। यो भिडियोमा कसरी फाइन्ड आउट गर्ने, कसरी डाटा निकाल्ने काम मात्र हेरिरहेछौँ के हामीले। ल यता दिएको छ 2076-77 मा यति थियो, 77-78 मा यति थियो, 78-79 मा यति थियो, 79-80 मा यति थियो, 80-81 मा यति रहेको छ। यो कुरा हामीले यताबाट निकाल्न सक्छौँ। यसलाई अझै राम्रो बनाउनको लागि यहाँ हेर्नुस् त EPS डिटेल क्याल्कुलेसनमा आएछ कि EPS को फर्मुला लेखेको छैन, कतिवटा नम्बर अफ शेयर्स थियो, नेट प्रॉफिट आफ्टर ट्याक्स कति थियो, त्यो डिटेलमा लेखेको छैन भने यसले डिटेलमा पनि निकाल्न सकिन्छ। यसलाई कन्ट्रोल सी थिच्नुस् र त्यसपछि यसलाई कन्ट्रोल भी थिच्नुस्। थिचेपछि along with figure and tables with detail calculation of formula लेख्दाखेरि with detail calculation of फर्मुला। अब इन्टर थिच्नुस्। इन्टर थिचे पश्चात अब तपाईले हेर्न सक्नुहुन्छ यता डाटा दिइहालेछ। EPS भन्नाले के बुझिन्छ, EPS को फर्मुला के हो र यता दिइहाल्यो के कि 2076-77 मा यति थियो र नम्बर अफ शेयर यति थियो, कसरी EPS निकाल्यो के। यो सम्पूर्ण काम मजाले हामीले गर्न सक्छौं। र यसलाई अब के गर्ने हो भने यसलाई कन्ट्रोल यो सिलेक्ट गर्नुहोस्। सिलेक्ट गरेपछि कन्ट्रोल सी थिच्नुहोस् र वर्ड प्याडमा नलग्नुस् कि डाइरेक्टली वर्ड प्याडमा नलग्नुस्। पहिला हामीले APA फर्मेटमा मिलाउनु पर्छ र यसको पिक्चर बनाउनु पर्छ। यो चाहिँ हामीले एक्सेल को द्वारा गर्ने के। हामीले बिब्लियोग्राफीलाई सिधै प्याराग्राफको फर्ममा लग्थ्यो, त्यहाँ बिब्लियोग्राफीलाई सिधै वर्ड प्याडमै लगेर राख्थ्यो। तर जुन टेबल जुन आइराछ, जुन डाटा निकालिरहेछु 5 वर्षको, त्यसलाई एक्सेलमा हाल्ने, त्यसपछि हामीले डाटा बनाउने हो। यो काम बुझ्नु पर्यो। ल एउटा अझै नमुनाको लागि हेरौँ त।
जस्तै EPS छ। अब EPS को कुरा गर्दाखेरि कन्ट्रोल C थिचौं र कन्ट्रोल त्यसपछि V थिचौं। अब एउटा अझै काम बताउँछु के। अब EPS थियो। अब यता म यता के राख्छु भने मानौ कि क्विक रेशियो QUICK क्विक रेशियो अफ एन ICICI बैंक फ्रम यति देखि यति सम्म। अब हेर्नुस् त क्विक रेशियो हेर्न थाल्यो। क्विक रेशियो को फर्मुला यो हो पहिला यति थियो अहिले यति भएको छ के। यो डिटेल क्याल्कुलेसन भइसक्यो के। मात्र अब हेर्दाखेरि यता डिटेल क्याल्कुलेसन विथ फर्मुला दिहाल्यो। अब त्यति त आवश्यकता पर्दैन, मात्र क्विक रेशियो निकालेर राख्दा पनि हुन्छ के। त्यसलाई कन्ट्रोल C थिचे, त्यसपछि मैले कन्ट्रोल V थिचे र यसलाई डिटेल क्याल्कुलेसन र फर्मुलाले हटाइदिए के। अब आफूलाई जस्तो सुहाउँदो लाग्छ त्यस्तै बनाउने हो के, along with figure and table। अब इन्टर गरौँ। अब इन्टर गरे पश्चात हामीले हेर्न सक्नुहुन्छ क्विक रेशियो को फर्मुला यो हो, करेन्ट रेशियो यो हो, करेन्ट लायबिलिटी यो हो र क्विक रेशियो यो हो। डाटा नट एभेलेबल, अहिले डाटा एभेलेबल छैन। यो डाटा नदिएको खण्डमा फेरि हामीले फेरिदेखि लगइन गरेर फेरिदेखि मागेमा दिन सक्छ। एकचोटीमा दोस्रो रिजल्ट दिन सक्छ भने दोस्रो चोटीमा पनि दोस्रो रिजल्ट दिन सक्छ के, सेम AI ले। ल भन्नको तात्पर्य यही हो। मानौ कि एउटा अझै हेर्नु त, एउटा लास्ट कुरा के हेर्नु भने इन्भेन्टरी टर्नओभर रेशियो अफ भन्नाले के हेर्न सकिन्छ, सूर्य नेपाल। इन्भेन्टरी टर्नओभर रेशियो अफ सूर्य नेपाल फ्रम 2076-77 देखि लिएर 2080-81 सम्म इन with figures and tables, अब इन्टर थिचौं। अब इन्टर थिचे पश्चात हेर्न सक्नुहुन्छ इन्भेन्टरी टर्नओभर रेशियो को फर्मुला के हो र इन्भेन्टरी टर्नओभर रेशियो कसरी निकाल्न सकिन्छ। 2076 मा कस्ट अफ गुड्स यति थियो, बिगिनिङ इन्भेन्टरी यति थियो, इन्डिङ इन्भेन्टरी यति थियो, एभरेजमा यति हेर्यो र इन्भेन्टरी टर्नओभर रेशियो कसरी निकाल्यो यो हेर्न सक्नुहुन्छ। यो टेबललाई सिलेक्ट गर्नुस्, कन्ट्रोल C थिच्नुस् र एक्सेलमा लगेर कन्ट्रोल V थिच्ने काम गर्ने हो। यो कुरा बुझ्नु पर्यो। सबभन्दा महत्त्वपूर्ण कुरा यही रहेको छ, कन्ट्रोल C थिच्नु र कन्ट्रोल V थिच्नु काम गर्नुस्। अब यसको चाहिँ साइजको कुरा गर्दाखेरि यसलाई साइज एडजस्ट गर्न सकिन्छ। अब ठुलो टेबल भएमा त्यसलाई भने थियो नि कि 12 साइज हुनु पर्यो, 12 साइज भन्दा कम्ती पनि हुन सक्छ तर 12 भन्दा बढी हुनु भएन के। यसलाई साइज एडजस्ट गर्नको लागि ठुलो टेबल भएमा त्यसलाई हामीले कम्ती साइजमा रिड्युस गर्न सकिन्छ। यसलाई कन्ट्रोल C थिच्नुस् र एक्सेलमा पहिला लग्नुस्। एक्सेलमा लगेर यसलाई APA फर्मेट टेबलमा मिलाउनु पर्छ। अब APA फर्मेट टेबलमा कसरी मिलाउनु पर्ने कुरा त्यो म दोस्रो भिडियोमा आएर, फोर्थ भिडियोमा आएर कुरा भन्ने वाला छु कि कसरी मिलाउने हो। अहिलेसम्म मैले सबै थोक बताइ नै सके कि कुन रेशियो तपाईले तपाईको लागि कुन रेशियो महत्त्वपूर्ण रहेको छ त्यो क्याल्कुलेट गर्नुपर्ने हो। अब तपाईले इन्भेन्टरी टर्नओभर एनालाइसिस इन्भेन्टरी म्यानेजमेन्टको एनालाइसिस गर्नु भइरहेछ भने इन्भेन्टरी टर्नओभर रेशियो हुन सक्छ, डेब्टर टर्नओभर रेशियो हुन सक्छ। त्यसैगरी इन्भेन्टरी सम्बन्धित सम्पूर्ण जति पनि रेशियो क्याल्कुलेट गर्न सकिन्छ त्यो गरेर हेर्ने हो। जस्तो हुन सक्छ वर्किङ क्यापिटल, त वर्किङ क्यापिटलमा क्विक रेशियो, करेन्ट रेशियो, नेट वर्किङ क्यापिटल कसरी निकाल्ने त्यो सबै रेशियो क्याल्कुलेट गर्नको लागि डाटा 5 सालको डाटा कम्तीमा लिनुपर्छ। यो कुरा थाहा हुनु पर्यो। जस्तै फाइनान्शियल परफर्मेन्सको हुन सक्छ भने फाइनान्शियल परफर्मेन्समा क्विक रेशियो, करेन्ट रेशियो, EPS अर्निङ पर शेयर, डेब्ट रेशियो हुन सक्छ, लोन्स टु एडभान्स रेशियो हुन सक्छ, त्यो सम्पूर्ण निकाल्नु पर्ने हो। यो कुरा अहिलेसम्म रहेको थियो। ल अब हजुरहरूले यहाँ समरी पनि दिएको छ। यो डाटा नचाहेमा यता समरी दिएको छ, सट्ट यताबाट क्लिक गर्ने, यताबाट कपी र पेस्ट गरेर त्यता राख्न सकिन्छ। कन्ट्रोल C थिच्नुस्, कपी भइहाल्छ। एक्सेलमा लगेर कन्ट्रोल V थिच्नुस् र APA फर्मेटमा मिलाउनुस्। त्यसपछि हामीले पिक्चर कसरी बनाउने त्यो हाम्रो दोस्रो भिडियोमा हेर्ने वाला छौं। अल्लाह आजको भिडियोलाई यति नै। तपाईलाई भिडियो कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन नभुल्नु होला। आफ्नो साथीसँग शेयर गर्नु होला कि प्रोजेक्ट रिपोर्ट कसरी बनाउने। तपाईको पैसा खर्च नहोस्, तपाई पनि सिक्नुहोस्, स्किललाई अपग्रेड गर्नुहोस्। यति भन्दै आजको भिडियोबाट म बिदा हुन्छु। भेटौला अग्लो भिडियोमा जसमा हामीले कसरी APA फर्मेटमा टेबल बनाउने र पिक्चर बनाउने
त्यो हेर्नेवाला छौँ आजको भिडियोबाट म बिदा लिन चाहन्छु। ल, धन्यवाद।